छोरा होस् या छोरी, माँ जिम्मेवारी काँधमा दुरुस्तै हुन्छ के जो भए पनि। अनि सबैको सपना हुन्छ आफू उठेपछि अरूलाई पनि उठाउने। आज ग्लोबल ओरियन्स कम्पनीले हरेक सिस्टमलाई फलो गरेर आज कम्पनीमा कुन तरिकाले जाँदाखेरि कसैको भविष्य बिग्रिँदैन र कोहीको शरीरमा रोगले ग्रसित भएर पीडित हुनु पर्दैन। तर जो रोगी छ, ऊ अल्छी छ, खानामा लापरवाही गर्नुहुन्छ अनि जसले एडभाइस दिनुभएको छ उसलाई भेट गर्न पनि अल्छी गर्नुभएको छ नि उहाँलाई कसरी सम्झाउने त? त्यही भएर आफ्नो लागि टाइम निकालेर अफिस जाने, जसले दिनुभएको छ सप्लिमेन्ट उसलाई कसरी खाँदा राम्रो हुन्छ, के हुन्छ क्वेसन गरिराख्ने। यो वेले जाने भने एउटा बिमारी निको हुन्छ र जुन व्यक्तिले काम सुरु गरिसक्नु भएको छ नि, उहाँ व्यक्तिले पनि कसरी काम गर्ने, के गरेर गर्ने, यो सब कुरा जान्ने प्रयास गर्नुभयो भने नि लाइफ यति डेन्जर हुन्छ नि, हामी आफैलाई थाहा हुन्न। जति पनि ओरियन्स कम्पनीमा काम गर्ने व्यक्ति हुनुहुन्छ, यसमा आएको सप्लिमेन्ट महँगो हुन्छ। अचम्मको कुरा कि महँगो नहुने कुरै छैन नि त। डब्लुएचओले प्रुफ गरेको हो। अनि डब्लुएचओले प्रुफ गर्न नि पैसा लागेको हुन्छ। कति मेसिनहरू ल्याउनु भएको हुन्छ, त्यसमा लगानी लागेको हुन्छ। साथमा कति नेपाली दाजुभाइ, कुन कन्ट्रीको दाजुभाइहरूले रातदिन मेहनत गरेर यो सप्लिमेन्ट तयार गर्नुभएको हुन्छ। त्यसमा लगानी लाग्छ, मेहनत लाग्छ। कतिजनाले रातदिन नसुतेर आफ्नो हरेक योगदानलाई पुरा गर्नुभएको छ। अनि जुन यो डिब्बासम्म आउने कार्यक्रमको लागि यत्रो प्रोसेस हुन्छ त के हजुर आफू सफल हुनको लागि थोरै मेहनत गर्नु परेन?